2061 साल माघ 19 गते तत्कालीन राजा ज्ञानेन्द्रले एउटा शाही घोषणा गर्छन्। त्यो घोषणा मार्फत उनले त्यतिबेलाका प्रधानमन्त्री शेरबहादुर देउवालाई पदबाट हटाएका थिए। राजा ज्ञानेन्द्रको यही घोषणाका कारण नेपालमा राजाको शासनको अन्त्य हुन्छ र उनी अन्तिम राजा बन्न पुग्छन्। गणतन्त्र स्थापना भएको 16 वर्षपछि आज आइपुग्दा फेरि राजा फर्काइनुपर्ने, ज्ञानेन्द्रलाई राजा बनाइनुपर्ने आवाज उठिरहेको सुनिन्छ। आजको भिडियोमा नेपालमा राजतन्त्र अन्त्य हुनुको कारण, अहिले राजालाई पुनर्स्थापित गरिनुपर्छ भनेर आवाज उठ्नुको कारण र राजा फर्किन कति सम्भव कति असम्भव भन्ने विषय बुझाउनेछौँ। यी सबै कुरा बुझ्न यो भिडियोलाई तपाईले अन्तिमसम्म हेर्नुहोला। साथमा यो च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। सुरुमा नेपालमा राजाको शासन कसरी अन्त्य भयो भन्ने कुरा गरौँ। यसको सम्बन्ध 2061 साल माघ 19 गते तत्कालीन राजा ज्ञानेन्द्रले नेपाल टेलिभिजनबाट गरेको एउटा शाही सम्बोधनसँग जोडिन्छ। देशमा शान्ति सुरक्षाको पुनर्स्थापना तथा प्रजातान्त्रिक व्यवस्थालाई शीघ्र क्रियाशील तुल्याउने जनताको चाहना पूरा गर्न हामीबाट वर्तमान मन्त्री परिषद आजैबाट विघटन गरिबक्सेका छौँ। यो त्यही घोषणा हो जुन नेपालको 240 वर्ष लामो राज संस्था ढाल्ने माध्यम बन्यो। यसलाई नेपालको राजनीतिक वृत्त र इतिहासमा राजाले गरेको कु अर्थात् संविधान मिच्ने र गलत बाटो हिँड्ने गतिविधिका रूपमा चिनिन्छ। राजा ज्ञानेन्द्रको यो घोषणासँगै त्यतिबेलाका प्रधानमन्त्री शेरबहादुर देउवा पदमुक्त भएका थिए। 2059 साल जेठ 8 गते प्रतिनिधि सभाको विघटनपछि निर्वाचन हुन सकेन। माओवादीको आन्दोलनलाई नियन्त्रण गर्न नसकेको र शान्ति कायम गर्न नसकेको भनेर ज्ञानेन्द्रले राजा बनेको 1 वर्षमै आफ्नो शक्ति प्रदर्शन गरेका थिए। त्यसपछि राजाले शाही नेपाली सेनालाई प्रयोग गरेर सम्पूर्ण शासन सत्ता आफ्नो कब्जामा लिए। पत्रपत्रिका, टेलिभिजन, रेडियो सबै ठाउँमा राजाको सेन्सर हुन्थ्यो। मिडियाको न्युज रुममा सेनाको हस्तक्षेप हुन्थ्यो। समाचार के छाप्ने, हेडलाइन के राख्ने भन्नेसम्म सेनाले तयार गर्थ्यो। नेताहरूलाई खुलेर हिँड्ने वातावरण पनि थिएन। यसबाट आत्तिएका राजनीतिक दलले राजा विरुद्ध प्रदर्शन सुरु गरे। युद्धमा रहेको माओवादीले पनि राजाको कदम विरुद्ध अन्य दललाई साथ दियो। लाखौं जनता सडकमा उर्लिए। 2062 साल चैत 22 गतेदेखि नेपालमा राजाको कदम विरुद्ध जनताको आन्दोलन सुरु भयो, जसको लिड पोलिटिकल पार्टीहरूले गरेका थिए। यो आन्दोलन 19 दिनसम्म चलेको थियो। यसपछि 2063 साल वैशाख 11 गते राजा ज्ञानेन्द्रले अर्को शाही सम्बोधन गरे। नेपाल अधिराज्यको संविधान 2047 को धारा 35 बमोजिम हुने गरी जनताको नासो जनतालाई नै फर्काएका छौं। उनले जनताको नासो जनतालाई नै फिर्ता दिने भन्दै विघटन भएको प्रतिनिधि सभालाई पुनर्स्थापित गरे। 2065 साल जेठ 15 गते संविधान सभाको पहिलो बैठकले राजाका सबै अधिकार कटौती गर्ने प्रस्ताव पारित गर्यो। त्यो दिन राजाले 15 दिनभित्र नारायण हिटी दरबार छोड्नुपर्ने समयसीमा तोकियो। राजाको शासन औपचारिक रूपमा अन्त्य भएको यही दिनलाई हामीले गणतन्त्र दिवस भन्छौँ। नारायण हिटी दरबारमा रहेका तत्कालीन राजा र निजसँग सम्बन्धित निजी सचिवालय संरचना यो प्रस्ताव पारित भएको मितिले 15 दिनभित्र हटाउन सभाको यो बैठक नेपाल सरकारलाई निर्देशन दिन्छ। राजाले 29 जेठमा नारायण हिटी दरबार छोडे र यसरी नेपालमा शाहवंशीय राजतन्त्र अन्त्य हुनुको कारण उनै ज्ञानेन्द्र हुन् जसमा अहिले फेरि राजा हुने रहर जागेको छ। अब अहिले राजा फर्किनुपर्छ भन्ने विषय कसरी बहसमा आयो भन्ने कुरा गरौँ। पूर्व राजा ज्ञानेन्द्रले खुलेर म राजा हुन्छु, मेरा लागि आन्दोलन गरिदिनु पर्यो भनेर कतै भनेका छैनन्। तर नेपालको राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राजा फर्काउनुपर्छ भन्ने विषय उठाइरहेको छ। यो पार्टीको मेन एजेन्डा नै संवैधानिक राज संस्था हो जुन 2065 सालमै अन्त्य भइसकेको छ। कहिले सडकमा शक्ति प्रदर्शन गरेर, कहिले भण्डाफोर कार्यक्रमको नाममा र कहिले संसदमै आवाज उठाएर राप्रपाले पार्टीको पक्षमा मात्र होइन पूर्व राजाको पक्षमा माहौल रहेको देखाउन खोजेको छ। राप्रपाका नेताहरूसँग बेला बखत भइरहने पूर्व राजाको भेटलाई हेर्ने हो भने ज्ञानेन्द्रले पनि राप्रपालाई समर्थन दिएको कुरा बुझ्न गाह्रो छैन। किनकि नेपालमा गणतन्त्रको विरोध गर्ने र राज संस्था
पुनर्स्थापित हुनुपर्छ भनेर बोल्ने यो मात्र एउटा ठुलो राजनीतिक शक्ति हो। यो वर्षको प्रजातन्त्र दिवसको अवसरमा एउटा शुभकामना सन्देशमा हामीलाई साथ दिनुस् भन्न भ्याएका छन्। यसको अर्थ फेरि शासनमा रहने चाहना भएको बुझ्न कठिन छैन। देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ। राजा र राजावादी दलहरूको सक्रियता बढ्नुमा हाम्रा देशका मेजर पार्टी मुख्य दोषी हुन् भन्दा फरक पर्दैन। मेजर पार्टीका नेताबाट कुनै व्यापारी, आफन्त र कार्यकर्तालाई पोस्ने क्रममा गल्ती भएकै छन्। मन्त्रीले करोड करोड घुस माग्दा पनि कारबाही हुँदैन। शरणार्थी बनाएर नेपाली बेचिएको पनि हामीले देख्यौँ। अर्थात् मेजर पार्टीले देश बन्दैछ भन्ने विषय जनतालाई आभास दिलाउन सकेनन्। मेजर पार्टीप्रति बढिरहेको जुन वितृष्णा छ त्यसलाई नै प्रयोग गरेर अहिले पूर्व राजालाई फेरि गद्दीमा फर्काउनुपर्छ भन्ने आवाज राप्रपाले बलियो गरेर उठाउने प्रयास गरेको छ। राप्रपाले भ्रष्टाचार, अनियमितता बढेको भन्ने आवाज उठाएर जनताको जुन सेन्टिमेन्ट छ त्यसलाई गणतन्त्र विरुद्ध बनाउन खोजेको छ। राजा आफैले नारायणहिटी प्यालेस छोडेका थिए, अर्थात् तत्कालीन राजा ज्ञानेन्द्रले चाहेकैले त्यति बेला राजतन्त्रको अन्त्य भएर लोकतन्त्र र गणतन्त्र स्थापना भएको थियो। त्यति बेला उनी पावरमा थिए। आजको टाइम त्यस्तो छैन। अब राजा फर्कनलाई 2062-63मा राजतन्त्र मुर्दाबाद भनेर नारा लागे जसरी गणतन्त्र विरुद्ध पनि प्रदर्शन चर्किनुपर्छ। त्यो सँगै अहिले रहेका मेजर पार्टीहरू एमाले, काङ्ग्रेस, माओवादी लगायत संविधान संशोधन गरेर राज संस्थालाई स्पेस दिन तयार हुनुपर्छ। संसदका दलहरू मिलेर बहुमत संख्याले संविधान संशोधन गर्ने प्रस्ताव पारित गरेर त्यसमा संवैधानिक राज संस्थाको व्यवस्था गर्नुपर्छ, जुन राप्रपाको मुख्य एजेन्डा हो। कि राजावादी दल राप्रपाले एक्लैले बहुमत ल्याउनुपर्छ त्यो पनि 79 सालको निर्वाचनको नतिजा हेर्दा 2084मा हुने सम्भावना देखिँदैन। तिनै राजा विरुद्ध लडेर आएका नेताहरू मेजर पार्टीको लिड रोलमा छन्। उनीहरू राज संस्था फर्काउने प्रति पोजिटिभ छैनन्। जबसम्म मेजर पार्टीका नेताहरू तयार हुँदैनन् तबसम्म राजा फेरि नारायणहिटी फर्किने कुनै सम्भावना छैन। नारायणहिटी फर्किने बारे नसोच्न पोलिटिकल पार्टीका नेताहरूले पूर्व राजालाई चेतावनी पनि दिइरहेका छन्, जसले गर्दा पोलिटिकल पार्टीहरू राजा फर्काउने प्रति पोजिटिभ छैनन् भन्ने बुझ्न गाह्रो छैन। इतिहासको एउटा रक्षानमा मिल्काइएका तत्त्वहरू पनि फेरि एकचोटि पुनरागमन हुने हो कि भन्ने दिवा सपनामा छन् र त्यस खालका प्रचारबाजीहरू पनि भइरहेका छन्। एकदम चाहिँ समर प्यालेस स्कुलमा चाहिँ स्थापना गरेको नागार्जुन दरबारमा राखेका छौँ। आज उनीहरूले चाहिँ त्यो व्यवस्थाप्रति कटाक्ष गर्दै, त्यसो प्रबन्ध गर्ने राजनीतिक दलहरूमाथि कटाक्ष गर्दै म फेरि चाहिँ फर्कन्छु भनेर चाहिँ जुन खालको चाहिँ हरकत गरिरहेको छ, यो चाहिँ उसले आफ्नो हैसियत चाहिँ भुलेको हो। नेपाली जनता पनि राजा फर्काउने विषयमा सकारात्मक छन् भन्ने देखिँदैन। नेपालमा 2 निर्वाचन प्रणाली छ। एउटा प्रत्यक्ष जसमा व्यक्तिलाई मत दिइन्छ, अर्को समानुपातिक निर्वाचन प्रणाली छ जसमा पोलिटिकल पार्टीहरूको एजेन्डा हेरेर मतदान गरिन्छ। 2079 सालको निर्वाचनमा कुल 1,05,60,067 मत समानुपातिक तर्फ सदर हुँदा 5,88,313 मत संवैधानिक राज संस्थाको एजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी अर्थात् राप्रपाले पाएको थियो। अर्थात् नेपालमा संवैधानिक राज संस्थाको पक्षमा करिब 6 लाख मतदाता छन्। त्यसबाहेक 1 करोड हाराहारी मतदाता राज संस्था, राजतन्त्र भन्दा पनि गणतन्त्र नै ठिक छ भन्ने पक्षमा छन्। यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा राप्रपाको भन्दा 6 लाख मत बढी पाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ठुला दलसँगको असन्तुष्टिको मत पाएको थियो। अर्थात् राज संस्था फर्काउनुपर्छ भन्नेमा भन्दा गणतन्त्र ठिक छ तर नेताहरू सुध्रिनुपर्छ भन्ने आवाज धेरै छ भन्ने बुझ्न सकिन्छ। यसकारण जनता राजा फर्किनुपर्छ भन्ने पक्षमा छन् भन्नु र राजा फर्किन्छन् भन्नु आजको दिनमा राप्रपाले देखिरहेको एउटा दिवा सपना मात्र हो। देशमा वृद्ध नेताहरूको मात्र नेतृत्व भइरह्यो भन्ने आवाज बलियो रहँदा 78 वर्षका ज्ञानेन्द्रलाई राप्रपाले राजा बनाउन खोजेको छ। ज्ञानेन्द्र राजा हुँदा अब देशलाई खास फाइदा हुने पनि केही देखिँदैन, किनकि उमेरले 8 दशक पुग्न लागेका ज्ञानेन्द्रले जनता र देशको आवश्यकताको स्पिरिट भेट्टाउन सक्ने सम्भावना निकै कम छ। अनि ज्ञानेन्द्रका छोरा पारसका गतिविधि हामीले देखिरहेकै छौँ। त्यो देखेर पनि राजा फर्किनुपर्छ भन्नेमा धेरै नेपाली पोजिटिभ छैनन्, किनकि राज संस्था फर्किएको हकमा ज्ञानेन्द्रपछि पारस राजा हुन्छन्, जुन राप्रपा र अन्य राजावादी बाहेक अरूले सजिलै गरी स्वीकार्न सक्दैनन्।
मेडिकल व्यवसायी दुर्गा प्रसाई नागरिक बचाउ अभियान भनेर बोइङ सहकारी लघुवित्तको विषय उठाएर देशव्यापी मुभमेन्ट चलाइरहेका छन्, जहाँ नेतालाई गाली गर्ने मात्र गतिविधि हुन्छन्। यसबाट उनले पनि नेताप्रति जनतालाई वितृष्णा जगाउने र पूर्व राजालाई स्थापित गर्न खोजेको देखिन्छ। उनी पूर्व राजाको पक्षमा खुलेरै बोल्छन्। उनीसँग पनि समर्थकको एउटा पंक्ति छ जुन राजाको पक्षमा बोलिरहेको हुन्छ। राजा पोखरामा रहँदा नै दुर्गा प्रसाईले शक्ति प्रदर्शन गरेका थिए, जहाँ पूर्व राजा निकट भनिएकाहरू र हिन्दू धर्मगुरुलाई उतारिएको थियो। यसले गर्दा हिन्दू धर्मलाई राजाको पक्षमा प्रयोग गर्न खोजेको पनि देखिन्छ। दुर्गा प्रसाई र राप्रपाको एजेन्डा उस्तै देखिए पनि कसले पूर्व राजाको पक्षमा बढी माहौल बनाउने भन्ने प्रतिस्पर्धा छ। यसको उदाहरण फागुन महिनामा राजा पोखरामा रहँदा नै भएका दुई प्रदर्शनलाई लिन सकिन्छ। मेडिकल व्यवसायी दुर्गा प्रसाई आफ्नो स्वार्थ अनुकूल कहिले माओवादी कहिले एमाले निकट भए, अर्थात् पूर्व राजाको पक्षमा पोलिटिकल पार्टी त छैनन् नै, अराजक र अस्थिर पात्र जोडिएका छन् जसले ज्ञानेन्द्रलाई गद्दीमा फर्काउने अभियान कहिलेसम्म बोक्छन् भन्ने निश्चित छैन। त्यसैले राज संस्था फर्काउने जुन अभियानको फाउन्डेसन छ त्यो निकै कमजोर छ। पुनः यो दरबारमा लगेर राजगद्दीमा राखेर यो व्यवस्था परिवर्तन गराएर छाड्छु, तपाईँ मलाई साथ दिनुहोस् भनेर भन्दाखेरि मैले कन्फिडेन्स साथ भनेको छ, हुन्छ होला र तललाई हुँदैन। राजाको दमन र शासन देखेकाहरू राज संस्था फर्काउनु पर्छ भन्ने पक्षमा सायदै देखिनेछन्। अहिले हामीसँग केही राइट्स छन् जुन राजा हुँदा हुँदैनथे। आज राजा फर्काउन पाउनुपर्छ भन्नेले गणतन्त्र मुर्दाबाद भनेर नारा लगाउन पाएका छन्, तर कसैले राजा विरुद्ध नारा लगाउँथ्यो भने उसले त्यो समयमा राज्यद्रोह विरुद्धको कसुरमा जेल जानु पर्थ्यो। आज कोही नेता मन नपर्दा खुलेर गाली गर्न पाउने बाटो छ। सरकारको कदम मन परेन भनेर आलोचना र टिप्पणी गर्न सकिन्छ, तर राजाको शासनमा यी सबै कुरा सहज थिएनन्। राज संस्था हटेपछि पूर्व राजा ज्ञानेन्द्र सर्वसाधारण जनता सरह नै हुन्, तर कहिले पूर्व कहिले पश्चिम भ्रमण गरेर उनी पनि आफूप्रति सर्वसाधारणलाई पोजिटिभ बनाउन एक्टिभ देखिन्छन्। उनी धार्मिक गन्तव्य शक्तिपीठहरूमा बाक्लो गरी देखिन थालेका छन्। नेपालमा 81% हिन्दूहरू छन्, जुन भनेको मतदाताको ठूलो संख्या हो। पूजा गर्न जानु बाहेक पूर्व राजाको भ्रमण कतै न कतै आफूप्रतिको सेन्टिमेन्ट बनाउन पनि हो भन्ने विश्लेषण गर्न सकिन्छ। पूर्व राजा राजनीतिक दल र राज संस्था मिल्नुपर्ने पक्षमा छन्, तर यसमा राजनीतिक दल पोजिटिभ छैनन्। त्यसैले पूर्व राजा ज्ञानेन्द्र पोलिटिकल लिडरहरूसँग असन्तुष्टि पोखिरहेका हुन्छन्। यसले पनि राप्रपासँगै राजा जनतामा गणतन्त्रको नेगेटिभ मेसेज फैलाउन सक्रिय रहेको देखिन्छन्। देशलाई खोक्रो पार्ने गरी चलिरहेको आजको चलन चल्तीमा व्यापक हेरफेर र सुधार गर्नै पर्दछ। राजावादीहरूले अहिलेका नेता सबै खत्तम, करप्टेड, गणतन्त्र काम नै छैन, राजा आए मात्र देश बन्छ भन्ने भाष्य बनाउन खोजेका छन्। राजावादीहरूको कुरा सुनेर राजा नै ठिक हुन्, देश बनाउन राजा नै चाहिन्छ भन्ने तपाईँको मनमा लागिरहेको छ भने तपाईँ गलत हुनुहुन्छ। अहिले पोलिटिकल पार्टीका लिडर भन्दा पावरको बढी मिसयुज राजपरिवारका सदस्यले त्यो समयमा गर्थे। यसका केही कारण म तपाईँहरूलाई सुनाउँछु। दरबारका एकजना सदस्य रहेका ज्ञानेन्द्र दरबारको पावरलाई बिजनेसमा प्रयोग गर्थे। उनकै कारण नेपालमा विदेशी उद्योग भित्रिन नपाएको विवरण पनि पञ्चायतकालीन मन्त्री नवराज सुवेदीको पुस्तक इतिहासको एक कालखण्डमा भेटिन्छ। स्विजरल्यान्डको घडी निर्माता कम्पनी ओमेगाले नेपालमा उद्योग खोल्न चाहेको थियो, तर राजकुमार ज्ञानेन्द्रले ओमेगासँग आधा सेयर मागे। त्यसपछि ओमेगा नेपाल आउन नचाहेको त्यो पुस्तकमा उल्लेख छ। नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले पनि आफ्नो आत्मकथामा दरबारियाहरूले कसरी सेयर माग्ने गरेका थिए भन्ने खुलाएका छन्। उनले त त्यतिबेला कुनै व्यवसाय गर्दा नै 49-51 दर रेट नै निकै चल्तीमा रहेको लेखेका छन्। अर्थात् कुनै व्यवसाय गर्न अनुमति लिनुपर्दा कुल सेयरको झन्डै आधा हिस्सा दरबारका सदस्यलाई बुझाउनु पर्थ्यो। त्यो बेलामा विनोद चौधरीले एपोलो स्टिल्सको 49% सेयर राजकुमार धीरेन्द्रलाई दिएको भनेर आफ्नो आत्मकथामा लेखेका छन्। राजाको शासनमा दरबारका सदस्यले बहुमत सेयर माग्थे।
आजको दिनमा नेपालका नेताले व्यापारीसँग चन्दा माग्छन्, सहयोग माग्छन्, तर आधा सेयर माग्ने जुन राजपरिवारको अभ्यास थियो त्यस्तो भने छैन। देशमा माओवादीको सशस्त्र युद्ध चलिरहँदा र प्रतिनिधि सभाको उपनिर्वाचन हुन नसक्दा देशलाई झनै अस्थिरतातिर धकेल्ने जुन राजा ज्ञानेन्द्रको 2061 सालको कदम थियो त्यो ठिक थिएन। उनको त्यो कदम ठिक थिएन भन्ने त 2062-63 सालको जनआन्दोलनले पनि पुष्टि गर्छ। त्यो कदम बिर्सिएर ज्ञानेन्द्रले पनि खुलेर म राजा हुन्छु भन्न सकिरहेका छैनन्। उनको बोली राप्रपाले बोलिदिनु परेको छ। राज संस्था फर्काउने राप्रपाको अभियान राजालाई खुसी पार्ने बाहेक अरू कुनै पनि निष्कर्षमा पुग्ने देखिँदैन। आजै चाहिँ पोखरामा चाहिँ भएको राजालाई नारायण नीतिमा ल्याएर आजै राति राखौँ भन्ने शक्ति नभएर शक्ति नभएर शक्तिकै कुरा त हो नि, शक्तिकै कुरा त हो नि हैन। त्यस कारण शक्ति आर्जन गर्ने क्रममै काम गरिरहेको। पोलिटिकल लिडरहरूप्रति जनता केही निराश रहेको विषय सत्य हो, तर यसको अर्थ राजा फर्किनुपर्छ भन्ने होइन। अहिले जनताको निराशालाई राजावादीले गणतन्त्र विरुद्ध प्रयोग गर्न खोजेका छन्, तर मैले माथि बताएका कारण जस्तै नेपालमा राज संस्था फेरि फर्कन सम्भावना छैन।